नमस्ते दर्शकबिन, आज म तपाईहरुलाई शेर्पा समुदायको एउटा यस्तो चीजको बारेमा बताउँदैछु जस बिना कुनै पनि शुभ कार्य अथवा विवाह अधुरो छ। त्यो हो फेमर। फेमरलाई तपाईहरुले बनाउने तरिकाको बारेमा म तपाईहरुलाई बताउने छु। फेमर बनाउनका लागि कुनै पनि धेरै तामझाम पनि चाहिन्छ भन्ने छैन। त्यसको लागि तपाईहरुले प्रेम, श्राद्ध र त्यस्तै गरी तपाईलाई प्यासेन्ट भन्ने हुन जरुरी छ। त्यस फेमर बनाउनका लागि मुख्य गरी दुईवटा चीजहरु धेरै नै इम्पोर्टेन्ट हुन्छ। एउटा भनेको बुटेको जौ अथवा बुटेको पिठो तपाईहरुले अथवा सातु भनिन्छ, त्यसलाई सातु चाहिने गर्दछ। त्यस्तै गरी शुद्ध घिउ, स्वादको लागि थोरै चिनी पनि मिसाइन्छ र यसमा महहरू पनि मिलाइने गर्दछ, शुद्ध मह। त्यसलाई तपाईहरुले कसरी बनाउने त त्यो तरिका म तपाईहरुलाई म क्रमबद्ध तरिकाले बनाउने छु र साथमा तपाईहरुलाई कति सम्भव हुन्छ त्यतिसम्म सजावट गरेर पनि देखाउने छु। फेमरमा विशेष गरी रङहरू पनि युज हुन्छ, खानाका लागि उपयोग भएको रङहरू सजावटको लागि, त्यो पनि म तपाईलाई देखाउने छु। पूर्णतः भिडियोको अन्तिमसम्म रहनुहोला। यो ब्लगको अन्तिमसम्म म तपाईहरुलाई सम्पूर्ण प्रक्रिया देखाउने छु। ल दर्शकबिन, अहिले चाहिँ हामी यहाँनिर चाहिँ सातो रेडी गर्दैछौँ र सातोमा चाहिँ हामीले गहुँ अथवा जौ पाएनौँ अथवा बोटमास पनि पाएनौँ। त्यही कारणले गर्दाखेरि चाहिँ आज हामी यहाँनिर लट्टे अर्थात् हाम्रो शेर्पा भाषाबाट चाहिँ पिरिम भन्दछ, पिरिमको फेमर बनाउन गइरहेको छौँ। त्यसको लागि यहाँनिर पिरिमलाई हामीले बुट्दैछौँ र अलिकति लो फ्लेममा बुट्नुपर्छ र यो चाहिँ बुटिसकेपछि हामीले यसलाई ग्राइन्ड गर्नुपर्छ। ग्राइन्ड तपाईहरुले मिक्सर ग्राइन्डर छ भने त्यसमा पनि गर्न सक्नुहुन्छ अथवा धेरै क्वान्टिटीमा छ भने तपाईहरु अलिकति मेलतिर गएर पनि तपाईले पिस्न सक्नुहुन्छ। अथवा तपाईहरु घरमै बनाउनुहुन्छ भने म सजेसन मिक्सर ग्राइन्डरलाई सजेसन गर्छु। चालेपछि एकदम राम्रो हाई क्वालिटीको हुन्छ। यसलाई चालेपछि चाल्न चाहिँ पर्ने रहेछ। ल यो चाहिँ पिठो यहाँ फाइनली पिसिरहेछ र अब यसमा मार्ने कुरा हुन्छ र अब यसमा धेरै विधिहरू मिसाउनु पर्ने हुन्छ। अब त्यो विधिहरू चाहिँ यहाँ रेडी हुँदैछ। घिउहरू, चिनी, मह पनि रेडी सबै हाल के यो होइन हामीले मात्रै खानु हुँदैन। मामा त्यो भएर घुमाल्छ मैले डगबिरकै। ल हामी यहाँनिर फेमर रेडी गर्दैछौँ र त्यसको लागि विशेष गरी फेमर भन्ने चाहिँ यो विवाहमा बेहुला पक्षले बेहुली पक्षलाई कोसेलीको रूपमा दिइने गर्दछ र आज चाहिँ हामी यहाँ कोसेलीको लागि भने घरमा नै यो खाँदैछौँ बनाएर। चिनी अब याद हुँदैछ। चिनी हालौँ, चिनी याद हुनु अझै के गर्छ भयो भयो आमिलो हुन्छ ल। धेरै चिनी हालेर कहाँ अमिलो हुन्छ ल, गुलियो हुन्छ ल। गुलियो भनेको अमिलो हुन्छ। ल अब यहाँ मह याड हुँदैछ। अब पहिला चाहिँ यो नर्मलै गोल्नुपर्ने छ। मह याड भएको छ अझै एकदम भयो नाला जाँदैछ र अब यहाँ चाहिँ यो खै यो कति तातो छ, यो याड हुँदैछ। यो चाहिँ यो ज्यादा भयो क्या आज छेद चल्दैन मान्छे। चल्लास यो तातो छ, यो हाल्दा यसरी हाल्नुपर्छ। यो मार्न बहुत टाइम लाग्छ। एक बोरा हाल्नुपर्छ, एक बट्टा हाल्नुपर्छ। घिउ त यो एक दुईमा नै याद गर्नुपर्ने हो। खासै यहाँले घिउ छैन, यो खास घिउमै नै मार्ने हो क्या। घिउ र महमा नि पानी नमिसाइकन मार्ने हो। खासै अब घिउ र धेरै मह उपलब्ध नभएको कारणले गर्दाखेरि चाहिँ यहाँ नर्मल नै हुँदैछ। हेर बसिरहेछ, यहाँ मारिँदैछ फटाफटी यस्तो तरिकाले
र अब यसलाई चाहिँ हल्का पानी पनि एड गर्नुपर्छ तातो पानीले ल फाइनली गाइस यहाँनिर चाहिँ रेडी भइसकेको अवस्था छ अझ यसलाई अझ धेरै मार्नु पर्थ्यो तर ठिक छ यति यो बनिरहेको छ र अब अलिकति यो अलिकति बनिसकेको अवस्था चाहिँ छ र अब यसलाई उद्घाटन गर्नुपर्ने अवस्था देखिन्छ लाइटलाई यहाँनिर राखिदिन्छ र अलिकति अझ धेरै ट्राजिक लागिरहेको त्यो हुन चाहिँ यस्तो खालको बनिएको छ र यो चाहिँ अझ धेरै मिहिनेत गरेर मार्न सकिन्थ्यो तर यो धेरै पर्फेक्टली त बनेको छैन तर यो यस्तै तरिकाको चाहिँ हुने गर्दछ र चाहिँ विशेष गरी बेहुला पक्षले बेहुली पक्षको लागि कोसेलीको रूपमा यो चाहिँ लगेर दिने चलन चाहिँ रहेको छ अझ धेरै चिजहरू चाहिँ एड गर्न बाँकी नै छ अब यो चाहिँ यस्तो खालको चाहिँ कुछ हाम्रो यो घरैमा चाहिँ यस्तो तरिकाले बनेको छ सो तपाईँहरूले जानकारी गराउन सक्नुहुन्छ यद्यपि कस्तो खालको बनेको छ कमेन्ट गरेर जानकारी गराउन नबिर्सिनु होला अब यसलाई चाहिँ हामी काटिन्छ र अब फटाफट यसलाई उद्घाटन गरिन्छ यहाँनिर चाहिँ उद्घाटन शास्त्र हुन्छ यस्तो गरी चाहिँ सट्ट लगाएर काटेर यो पिस पारेर बाँड्ने चलन छ खासै यो सब गाउँलेलाई पनि दिइन्छ र यस्तो खालको पिस बनिसकेको छ पिसलाई यसरी टुक्रा पार्ने यसै गरी यो चाहिँ बर्थडेको केकै जस्तो सम्झिउँ न यस्तो खालको र अब यस्तो हुन्छ अब यसलाई यस्तो काटेर पिसमा चाहिँ बाँड्ने चलन छ सबै गाउँलेलाई पनि बाँडिदिन्छ यस्तो खालको चाहिँ यतिको पिसमा ल टेस्ट गरेर हेरौँ है कस्तो बनेको छ खाना है जवान स्वाद एकदम खतरनाक स्वाद बनेको छ फाइनली गाइस यहाँनिर हामीले यहाँ बाहिरतर्फ लिएर खाँदैछौँ यहाँ चाख्नु न त कस्तो छ एकदम खतरनाक स्वाद एकदम अन्डरस्ट्यान्ड फारू स्वाद अर्को पनि खाएर देखाउँछु एकदम मिठो एकदम पिसेस यस्तो खालको बनेको छ र अब यो एकदमै मिठो अब यो अलिकति स्वादै अर्को छ क्या तपाईँहरू पनि यसरी आफ्नो घरमा बनाएर खान सक्नुहुन्छ र यसको आइडिया पनि मैले तपाईँलाई सिकाएँ यो तरिकाले बनाउनु भयो भने तपाईँहरूको पनि यस्तो खालको मिठो बन्नेछ र यहाँ छ बाँकी अझै पनि एकदम मिठो बनेको छ र यस्तो तरिकाले तपाईँहरूले घरैबाट पनि बनाएर खान सक्नुहुन्छ सो आई होप भिडियो राम्रो लाग्यो होला भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरेर राख्नुहोस् यस्तै खालका ब्लगहरू म तपाईँहरूलाई रेडी गरिरहनेछु आजलाई यति नै